धन्यवाद छ केन्द्रीय उपाध्यक्षज्यू र अध्यक्षज्यू, मञ्चका महासचिवज्यू र सम्पूर्ण नेता नेतृत्व उपस्थितमा म ज्ञानोङ इम्बुङको तर्फबाट र संगठनको तर्फबाट स्वीकार्नु सेवा र नमस्कार जय लिम्बुवान छ। र झापाबाट 3टा बस आइसकेको र अझै पनि एउटा गाडी आउँदै गरेको, त्यसैले मोरङ अरू अन्य जिल्लाहरू सबै लगभग उपस्थित भइसक्नु आँटेको छ र झापाको बाँकी छ, त्यो बाटैमा हामी भेट्नेछौँ। र यो हाम्रो ऐतिहासिक महान यात्रामा यो मार्चिङ हामी सम्पूर्ण नेता नेतृत्व कार्यकर्ता साथीहरू हामी अनुशासित हुनेछौँ र हामी लामबद्ध हिँड्नेछौँ र सबैले आफ्नो अनुशासनलाई ख्याल गर्नेछौँ र हामी सबैले सबैको दृष्टि परेकोले साह्रै संवेदनशील साह्रै अनुशासित भएर हिँड्नुपर्छ र प्रत्येकले हातमा बोक्ने झन्डाहरू ठाडो पार्नुपर्नेछ, हाम्रो शिर उच्च हुनेछ र प्रत्येकले एलबी लिम्बुवान भोलिन्टियर स्वयंसेवक बिल्ला सबैले अनिवार्य हातमा होइन टाउकोमा बाँध्नु पर्नेछ र हामी बिस्तारै सबैले अब केन्द्रीय अध्यक्षज्यूको सम्बोधन पछाडि हामी हाम्रो यात्रा प्रस्थान हुने जानकारी गराउँदै म आफ्नो छोटो मन्तव्य समापन गर्छु। धन्यवाद। जय लिम्बुवान।